यहाँहरू सबैलाई ख्रिस्ट येशूको नाउँमा न्यानो जय मसी। सर्वप्रथम नववर्ष 2083 सालको पावन अवसरमा यहाँहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यो वर्ष परमेश्वरको अनुग्रहले शान्ति, सुख र समृद्ध हुन सकेको होस्, हजुरहरूलाई शुभकामना व्यक्त गर्दछु। दोस्रो कोरिन्थी 5:17 पावलले कोरिन्थियनहरूलाई लेख्दै यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ हो, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ भनेर भनेका छन्। अनि आज हामी संसारका मानिसहरूसँग तामझामका साथ नयाँ वर्ष मनाउँदै गर्दा, हुल पार्कमा घुम्न जाँदै गर्दा, नयाँ कपडा लाएर मिठो खानेकुरा खाँदै गर्दा, ऐनाको अगाडि आफूले आफूलाई राखेर एकचोटि सोध्नु छ के साँच्चीकै पावलले भन्नुभएको जस्तै पुरानो बितेर गएको छ, के साँच्चीकै हामीमा पावलले कोरिन्थीको पत्रमा भन्नुभएको जस्तै के नयाँ आएको छ। यदि उहाँले भन्नुभएको जस्तै पुरानो बितिगएको छैन र नयाँ आइसकेको छैन भने सायद तपाईँ र मेरो लागि नयाँ वर्ष आएको छैन, सायद तपाईँ र ममा अझै नयाँ आएको छैन। तर आज हामी नयाँ वर्ष आयो भनेर हर्षोल्लासका साथ तामझामका साथ चर्चहरूमा घर घरमा मनाउँदै गर्दा तपाईँ र मैले चाहिँ आफैले आफैलाई नबिर्सिकन सोध्नुपर्छ के साँच्चीकै ममा नयाँ आएको छ कि अझै पनि हामी पुरानै खालमा डुबिरहेको छ, जुन खालमा हामी रक्सी खाने गर्थ्यौँ, जुन खालमा हामी जहाँ रक्सी खाने गर्थ्यौँ, चुरुट बिडी पिउने गर्थ्यौँ, जहाँ हामी व्यभिचार गर्थ्यौँ, जहाँ हामी अनेक पाप लोभ ललाजका योजनाहरू बनाउँथ्यौँ, के अझै पनि हामी त्यही खालमा छौँ? यदि हामी त्यही खालमा छौँ भने सायद तपाईँ र मेरो लागि अझै पनि नयाँ वर्ष आएको छैन, अझै पनि तपाईँ र ममा नयाँ आएको छैन। आज एकचोटि विचार गरौँ। आफैले आफूलाई छानिएका चुनेका जनहरू भन्दै गर्दा तपाईँमा छाने चाहिँ नयाँ आचरण, नयाँ बोली, नयाँ व्यवहार, नयाँ सोच, नयाँ योजना आएको छ कि छैन आज एकचोटि विचार गरौँ। यहाँहरूको यो वर्ष परमेश्वरको अनुग्रहले शान्ति र समृद्धि हुन सकेको होस्। सबैलाई जय मसी।